चाहिँ मैले तपाईँलाई चाहिँ स्क्रिनमा ल्याइसकेको छु। तपाईँलाई म क्लियरमा देखाइरहेको छु स्क्रिनमा होइन। तपाईँहरूले हेर्न सक्नुहुनेछ। गुगलबाट चाहिँ सेल्फ अप्लाई कसरी गर्ने होइन आयरल्यान्डमा है, त्यो तपाईँहरूलाई म पुरा अपडेट दिइरहेको छु है। तपाईँहरू स्किप गरेर नहेर्नु होला। तपाईँसँग अथवा ल्यापटप छ, कम्प्युटर छ, या तपाईँसँग मोबाइल छ है, तपाईँ पहिला चाहिँ गुगल क्रोममा जानुहोस्। गुगल क्रोमलाई ओपन गरिसकेपछि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुनेछ एउटा सर्चमा गइसकेपछि त्यहाँ तपाईँ चाहिँ आयरल्यान्डको वेबसाइटमा चाहिँ जानुहोस् है। म तपाईँलाई चाहिँ देखाइरहेको छु जब्स है, जब्स है, REALN.IE भनेर मैले हिजो एउटा भिडियो बनाइसकेको थिएँ होइन। इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि यहाँ तपाईँलाई चाहिँ यस्तो देखाउँछ है, जब्स आइल्यान्ड.IE भनेर देखाउँछ। यहाँ गइसकेपछि है तपाईँले धेरै प्रकारका जबहरू यहाँ अभाइलेबल छन् अहिले है त। यहाँ चाहिँ हेर्नु त 14,202 चाहिँ यहाँ रहेका छन् होइन। यति जब अभाइलेबल छ होइन। हस्पिटालिटी म्यानेजरको लागि रहेको छ यहाँ धेरै प्रकारका है। डेरीका लागि रहेछन्। म तपाईँलाई एक एक गरेर सर्च गरेर देखाइरहेको छु ओके। यहाँ चाहिँ मैले हिजो चाहिँ डेरी है, डेरी फार्मको लागि यो स्पेलिङ गलत हो। यहाँ चाहिँ डेरी फार्मको लागि धेरै अभाइलेबलहरू रहेका हुन्छन्। म तपाईँलाई फेरि पनि यहाँ एकचोटि सर्च गरेर राख्छु होइन। डेरी फार्मको लागि स्पेलिङ गलत थियो, त्यो भएको कारणले गर्दाखेरि होइन। अब चाहिँ तपाईँलाई देखाउने छ यहाँ कति छ, कति छ, धेरै छन् है। यहाँ चाहिँ यो डेरी फार्मको लागि रहेको छ होइन। यति सबै यो डेरी फार्मको लागि रहेको छ। अनि अब डेरी फार्ममा चाहिँ अप्लाई कसरी गर्ने है। यहाँ चाहिँ तपाईँले छ यहाँ डेरी फार्मको लागि अप्लाई गर्दाखेरि यहाँ तपाईँले चाहिँ हेर्नुहोस् है, यो चाहिँ आइकन छ होइन। तपाईँलाई क्लिक गर्नु है, यहाँ चाहिँ आइकनमा क्लिक गर्नुहोस्। अलि नेटवर्क स्लो भइरहेको हो, त्यो भएको कारणले गर्दाखेरि टाइम लाग्छ होला होइन। केही छैन, फेरि पनि भिडियो लामो हुन गए पनि A to Z तरिकाले म तपाईँलाई सिकाइरहेको छु है। यहाँ चाहिँ यसो पढ्नुहोस् एकचोटि चाहिँ तपाईँलाई चाहिँ कति छ है, 39 आवर पर विक गर्ने छ होइन। यो चाहिँ हप्ताको 39 युरोज उनीहरूले दिनेछ भने, अनि वार्षिकमा होइन वर्षमा चाहिँ 36,000 चाहिँ उसले पे गरेर 36,605 रुपिज चाहिँ हुँदो रहेछ है त। अनि पब्लिस कहिले गरेको उनीहरूले 24 जुन 2026मा छ भने क्लोजिङ 22 जुलाई 2000। अहिले चाहिँ हाम्रो यो चाहिँ कति छ 26 हो, 26 हो भने अझै छ 22 जुलाई महिनाभरि नै छ होइन। सो यहाँ चाहिँ अप्लाईको लागि दिएको छ। एकचोटि एप्लिकेसन यहाँ डिटेल्समा गएर हेर्नु होला है। इन अर्डर टु वर्क इन आयरल्यान्ड नन EEA है, national unless they are the expected must hold a valid employment permit. Okay, please review the eligible and requirement for an employment permit of you are ensure of your eligible to apply for this vacancy. यहाँ जब डिस्क्रिप्सनमा हेर्नु, पोजिसन अहिले डेरी फार्म्स असिस्टेन्ट छ होइन। इम्प्लोइ नेम इज बुमिनी छ होइन। इम्प्लोयरको नेम चाहिँ रहेको छ बुमिनी इन्भेस्टमेन्ट लिमिटेड रहेको छ। यहाँ चाहिँ लोकेसनमा चाहिँ छ होइन, रकवेल फार्म क्यासेलको भन्छ होइन। यो चाहिँ अब त्यहाँको आयरल्यान्डको लोकेसनमा छ होइन। अलि अप्ठ्यारै हुन्छ होइन। टिपेरियर आयरल्यान्ड भनेर भनेको छ होइन। सेलेरी भन्छ 36,605 पर इयर भनेको छ एक सालको लागि। जब टाइप फुल टाइम हो, कन्ट्र्याक्टमा चाहिँ हो। आवर विक भनेको छ 39 आवर पर है, 39 आवर छ है त यहाँ 39 पर विकमा हो है। फेरि इमेल चाहिँ यहाँ यो इमेलमा तपाईँलाई दिनेछ है। तपाईँलाई चाहिँ अप्लाई गर्नु भने चाहिँ यहाँ अप्लाई गरेर धेरै प्रकारको राख्नु न। एक तपाईँले चाहिँ है एक्सपिरियन्स लेटर बनाउनुहोस् होइन। छ भने एक्सपिरियन्स लेटर छ भने बनाइराख्नुहोस्। काम गरेको हुनु पऱ्यो, अनुभव हुनु पऱ्यो होइन। र एउटा सिभी चाहिँ राम्रो सिभी बनाउनुहोस् है। यदि तपाईँलाई सिभीको बारेमा जानकारी छैन, सिभी आउँदैन भने मलाई चाहिँ कमेन्ट गर्नु होला है। चाहिँ
मैले चाहिँ भिडियो अपलोड गर्नेछु, यो अरू भिडियो पनि बनाउँदै गरिरहेको छु र तपाईँले चाहिँ वाट्सएप गर्नु होला होइन, अथवा कमेन्ट गर्नु होला। म चाहिँ तपाईँको सिभीको लागि हेल्पफुल गर्नेछु है के। सिभी अनि कभर लेटर म दुइटै बनाउने छु है। यो चाहिँ रह्यो होइन। अब इमेल चाहिँ कपी गर्नुहोस् है। यो इमेललाई चाहिँ टक्क मजाले कपी गर्नु छ है त। यसलाई यसरी कपी गर्नुहोस् है, कन्ट्रोल सी, कपी भयो। यताबाट हेर्दाखेरि पनि तपाईँलाई यही नै हो, दिने भनेको यही हो। यसमा चाहिँ के भनेको छ भने जब यो नम्बरमा चाहिँ डेरी फर्म यो नम्बर छ है, जब रिफरेन्स नम्बर हो, रिफरेन्स नम्बर चाहिँ होइन 24555002 है त। यसमा चाहिँ तपाईँले कन्ट्याक्ट नम्बर दिनुपर्ने छ होइन। सो यहाँ गइसकेपछि अब यति धेरै कुराहरू मैले हेरौँ पढौँ भन्यो भने धेरै टाइम लाग्छ, भिडियो पनि लामो हुन जान्छ है, 5 मिनट 6 मिनट भइसकेको छ। सो यसमा चाहिँ तपाईँ पढ्नुहोस् है। ड्युटिज एन्ड रेस्पोन्सिबिलिटी तपाईँलाई थाहै छ होइन। रिक्वायर्ड स्किल भनेको मिनिमम 1 इयर होइन। पार्टिसिपेट एक्सपिरियन्स इन डेरी फार्मिङ भन्ने छ होइन। एबिलिटी टु कम्युनिकेटेड टु इङ्ग्लिस भन्ने छ होइन। स्ट्रङ इथिक भन्ने छ होइन। इथिक एन्ड एबिलिटी टु थ्रिभ इन अ टिम इन्भाइरोमेन्ट, यो रिक्वायरमेन्ट स्किलमा भनेको छ है। अ जेन्युन पेसन फर एनिमल केयर एन्ड द एग्रिकल्चर, एग्रिकल्चरमा जुनले जानेको छ, एग्रिकल्चरको बारेमा सिकेको छ है, उसलाई चाहिँ झनै सजिलो छ है त। अफर छ, इमिडिएट स्टार्ट छ, अनगोइङ लङ टर्म वर्क छ, फुल टाइम कन्ट्याक्ट छ, अकोमोडेसन प्रोभाइड छ। वा गुड, अकोमोडेसन पनि दिइरहेको छ त झन् राम्रो भयो होइन। फुड सेल्फ होला होइन। अब यहाँ चाहिँ एग्रिकल्चर होइन, फरेस्ट्री एन्ड फिसिङ भन्ने छ होइन। अनि क्यारियर लेभल भनेको एक्सपिरियन्स नन के छ, म्यानेजर भनेको छ, नन म्यानेजर भनेको है, नभए पनि हुन्छ एक्सपिरियन्स है त। म्यानेजर त्यत्रो कमर्सियल त्यत्रो जान्ने बुझ्ने भन्ने केही छैन होइन। यसको लागि दिएको छ। अब अप्लाईको लागि के गर्ने भने यहाँ चाहिँ अब तपाईँ इमेलमा जानु, मैले लिङ्क कपी गरिसकेको छु होइन। लिङ्क कपी गरिसकेको छु। अब यहाँ चाहिँ यसलाई चाहिँ मिनिमाइज गर्छु म होइन, एउटा मेरो लिङ्क थियो है। यसलाई चाहिँ कम्पोज गरेँ, यहाँ मैले पेस्ट गरिदिएँ फार्मको लागि है त। अब मैले चाहिँ हिजो मैले लगभग 10वटा भन्दा धेरै मैले डेरी फार्मको लागि चाहिँ यो चाहिँ मैले इमेल लेखेको थिएँ। अहिले चाहिँ मलाई इमेल लेख्नु पर्दैन, म यो इमेललाई कपी गरेर आएको छु। यदि तपाईँलाई आउँदैन भने होइन, सेम एज इट इज तपाईँले चाहिँ साथ दिनु होला है। यदि आउँछ भने मैले नोटमा के लेखेछु भने अल द माई एक्सपिरियन्स के भनेको छ भने नोटमा अल दोज माई प्रोफेसनल एक्सपिरियन्स इज इन स्टोरकिपर आई हेभ इन्भल्भ इन क्याटल केयर फिडिङ फार्म। यो चाहिँ तपाईँको चाहिँ यो डेरी फार्ममा नै पर्छ है। क्लिनिङ एन्ड डेरी फार्म एन्ड एक्टिभिटिज एन्ड कन्फिडेन्ट इन माई एबिलिटी टु पर्फर्म डेरी फार्म असिस्टेन्ट ड्युटिज एन्ड काइन्डली रिक्वेस्ट टु यु कन्सिडर माई एप्लिकेसन बेज अन माई फार्मिङ ब्याकग्राउन्ड एन्ड स्ट्रङ वर्क एथिक्स। भनेको चाहिँ हामी के गर्छौँ भने हाम्रो त पहिला चाइल्डहुड यहाँ छ के यहाँ मैले भनिसकेको थिएँ के स्टोर किपरको छ, तर प्रोफेसनल मेरो स्टोर किपरमै हो। अनि डेरी फार्मको चाहिँ हामीले चाहिँ नेपालमा हाम्रो प्रायः जस्तो डेरी फार्ममा काम भइराखेको हुन्छ। हामीले काम गरेको छौँ गाई जस्तो चराउने होइन। यस्तो अब यहाँ चाहिँ गाईलाई के चाहिने अनि फिडिङहरू गर्न होइन, यस्तो केयर गर्न, फिडिङहरू, फार्मिङको क्लिनिङहरू सब थाहा छ हामीलाई होइन। क्याटलिङ थाहा छ हामीलाई होइन। यो थाहा छ भने अब यसमा चाहिँ हामीले के भनेको छ भने चाइल्डहुड भनेको छु होइन। नेपालमा हामीले चाहिँ के गर्छौँ, बच्चादेखि हामीले यस्तो कामहरू गरेका हुन्छौँ होइन त। त्यही भएर मैले चाहिँ नोटमा लेखेको छु र एक्सेप्ट गर्नुहोस् भनेर। अब इमेल चाहिँ लेख्दाखेरि चाहिँ त्यही हो, इमेल चाहिँ टक्क लेख्ने मजासँग, डियर हायरिङ म्यानेजर आई होप यु आर डुइङ वेल होइन। अब यहाँ चाहिँ स्टार्ट गर्नु छ। I am writing to apply for the dairy farm assistant position. I have partition experience in dairy farming from my family from in Nepal, where I have been involved in dairy farm operation including feeding cattle, अब त्यही त भने क्लिनिङ, सेट्स, मिल्किङ होइन, मिल्किङ, मोनिटरिङ एन्ड एनिमल्स हेल्थ एन्ड एडमिनिस्ट्रेटिभ फ्रम द हाइजिन है त। यो कुराहरू हामीले चाहिँ बुझेकै हुनुपर्छ है। यहाँ चाहिँ अब यो प्रायः जस्तो एग्रिकल्चरले गरेकोलाई, एग्रिकल्चर जो सिकेको हुन्छ त्यसलाई थाहा हुन्छ है त। फेरि ग्रोइङ अफ द फार्मिङ इन्भाइरोमेन्ट एज अ, यो चाहिँ तपाईँ पढ्नु होला है। फेरि तपाईँलाई यति सम्झाउँदा मेरो त्यही भिडियो चाहिँ धेरै लङ हुन गइरहेको छ होइन। र सिभी चाहिँ यस्तो राम्रो बनाउनु होला सिभी है। त्यसको लागि मैले चाहिँ यहाँ सिभी के छ भने
यहाँ चाहिँ सिभीलाई मैले युरोपा सिभी हैन कभर लेटर बस यति नै मैले पठाइदिएको छु हैन। अब चाहिँ इमेल चाहिँ यहाँ अब सब्जेक्टमा चाहिँ के राख्ने भनेर होला, सब्जेक्टमा चाहिँ रेफरेन्स नम्बर है याद राख्नु होला सबै। एप्लिकेसन फर द असिस्टेन्ट यो रेफरेन्स नम्बर यहाँसम्म मैले अहिले कपी गरेँ, जस्ट कपी गरेँ है। यहाँ चाहिँ पेस्ट गरिदिएँ है। अब यहाँ चाहिँ तपाईँले देख्नुभएको छ नि, यहाँ त चाहिँ मैले जब आयरल्यान्डको चाहिँ मैले यहाँ चाहिँ गरेको थिएँ र अब यसलाई चाहिँ है, यसलाई चाहिँ यहाँ हेर्नुहोस्, यो चाहिँ जब्स जब्स चाहिँ यहाँबाट टक्क तपाईँले रेफरेन्स नम्बर कपी गर्नुहोस् है। कपी गरिसकेपछि इमेलमा जानुहोस् है। फेरि इमेलमा गएर टक्क यहाँ चाहिँ है यहाँ राखेको छ इमेल है, सब्जेक्टमा राखेर यसलाई ब्राकेट क्लोज गर्नुहोस् र अरू केही पनि पर्दैन, टक्क सेन्ड गर्नुहोस्। सेन्ड गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ है मेसेज सेन्ड है। अब यहाँ चाहिँ मेसेज सेन्ड देखेको छ भने भ्यूमा जानुहोस्, सेन्ड भयो कि भएन हेर्नु होला एकचोटि। अफकोर्स किन नहुनु, सेन्ड भइहाल्छ होइन। सो यहाँ चाहिँ इमेल चाहिँ मैले सेन्ड गरिसकेको छु र यस्तै गरेर म नेक्स्ट भिडियोमा चाहिँ म तपाईँको अस्ट्रेलियाको बारेमा देखाउने छु र यसको बारेमा पनि ए टु जेड तरिकाले म देखाउने छु है। फेरि नेक्स्ट भिडियोमा चाहिँ तपाईँ बनिराख्नु होला। अहिले बाई बाई, टेक केयर, ह्याभ ए नाइस डे।